विराटनगर किङ्सलाई 5 विकेटले पराजित गरी लुम्बिनी लायन्सले आफ्नो प्लेअफ यात्रा बलियो बनाएको छ। विराटनगरलाई लुम्बिनीले 5 विकेटको क्षतिमा 17.4 ओभरमा पराजित गरेको हो। नमस्कार, स्वागत छ तपाईहरूलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको बुधबार अपराह्न 4 बजे भएको खेलमा विराटनगरमाथि लुम्बिनीले महत्त्वपूर्ण जित हात पारेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको 145 रनको सामान्य लक्ष्य लुम्बिनीले ओपनर दार्सी सर्टको अर्धशतकको मद्दतमा 5 विकेटको क्षतिमा 17.4 ओभरमा लक्ष्य पूरा गरी विराटनगरमाथि 5 विकेटको जित हात पारेको हो। जितसँगै लुम्बिनीको शीर्ष 4 मा परेर प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। उसले 6 खेलमा 3 जित निकाल्दै 6 अङ्क जोडेको छ भने चौथो स्थानमा उक्लिएको छ। यता अन्तिम खेल अघि 4 खेलमा जित र 3 खेलमा पराजय भोग्दै 8 अङ्क भएको विराटनगरले प्लेअफमा पुग्न अझै कुर्नुपर्ने भएको छ। अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्स र विराटनगरले सुदूरपश्चिम रोयल्ससँग खेल्दैछन्। अन्तिम खेलमा लुम्बिनीका लागि जित आवश्यक छ, तर विराटनगरले भने हार बेहोरे पनि रन रेटको आधारमा प्लेअफमा पुग्न सक्ने सम्भावना रहेको छ। बुधबार महत्त्वपूर्ण जित निकालेको लुम्बिनीको जितमा ओपनर दार्सी सर्टले अर्धशतक प्रहार गरे। उनले 44 बलमा 57 रन बनाउने क्रममा 6 चौका र 2 छक्का प्रहार गरे। अर्का ओपनर सुमित महर्जन भने 11 रनमा आउट भए। कप्तान रोहित कुमार पौडेल डक आउट भए। सुमित र रोहित पौडेल दुवैलाई विराटनगरका सुभाष भण्डारीले एकै ओभरमा आउट गरेका थिए। उनले 5औं ओभरको पहिलो बलमा सुमितलाई विकेट किपर साहिल पटेलबाट स्टम्पिन गराउँदा चौथो बलमा फाफ डुप्लेसिसबाट क्याच गराए। त्यसपछि तेस्रो विकेटका लागि सर्ट र सन्दीप जोराबीच 36 रनको साझेदारी भयो। जोरालाई विराटनगरका कप्तान सन्दीप लामेछानेले 10औं ओभरको दोस्रो बलमा एलबिडब्ल्यू धरापमा पारे। जोरा आउट भएपछि क्रिजमा आएका निसोन डिक्वेलाले आक्रामक ब्याटिङ गरे। डिक्वेलाले चौथो विकेटका लागि सर्टसँग 46 रनको साझेदारी गरेका थिए। सर्टलाई सन्दीपले 14औं ओभरको दोस्रो बलमा बाउन्ड्रीमा लोकेश बमबाट क्याच गराएका थिए। दिलीप नाथ 12 बलमा 16 रन बनाएर आउट भयो भने डिक्वेलाले 22 बलमा नट आउट 29 रन बनाए। बलिङमा विराटनगरका सुभाष भण्डारी र सन्दीप लामेछानेले 2-2 विकेट लिए। सन्दीपले 20 र भण्डारीले 30 रन खर्चिए भने बसिर अहमदले 1 विकेट हात पारे। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले 8 विकेटको क्षतिमा 144 रन बनाएको थियो। विराटनगरको ओपनिङ खराब रह्यो। ओपनर जर्ज मुन्सेलाई लुम्बिनीका शेर मल्लले दोस्रो बलमै एलबिडब्ल्यू आउट गरे। ओपनिङमा आएका डेब्यू खेलाडी फाफ डुप्लेसिसले 12 रन मात्र बनाउन सके। उनी तेस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका स्पिनर अभिषेक गौतमको बलमा विकेट किपर निसोन डेक्वेलाबाट स्टम्पिन भए। त्यसपछि साम हिजलेट र लोकेश बमले तेस्रो विकेटका लागि 55 रनको साझेदारी गरे। जेजे स्मिथबाट कट एन्ड बोल्ड भएका बमले 42 बल खेलेर 35 रन जोड्न सके। उनले 2 चौका र 2 छक्का प्रहार गरे। त्यसपछि नारायण जोशीलाई शेर मल्लले 14औं ओभरमा 5 रन बनाएर खेलिरहँदा एलबिडब्ल्यूको धरापमा पारे। 2 ओभरपछि शेरले अर्को विकेट लिए। उनले हिजलेटलाई दिलीप नाथबाट क्याच गराए। हिजलेटले 20 बलमा 1 चौका र 2 छक्काको मद्दतमा 27 रन बनाए। प्रतीश जीसी 11 रनमा रन आउट भए। अन्तिम ओभरमा बसिर अहमद 28 रन जोडेर आउट भए। उनले 19 बलमा 1 चौका र 1 छक्का प्रहार गरे। उनलाई ट्रम्पलम्यानले अन्तिम ओभरको दोस्रो बलमा तिलक भण्डारीबाट क्याच गराएका थिए। मर्स्याङ डिलाङले नट आउट 10 रन जोड्दा अन्तिम 1 बल खेलेका कप्तान सन्दीप लामेछानेले छक्का प्रहार गरे। बलिङमा शेर मल्लले 3 विकेट लिए। उनले 4 ओभरमा 25 रन दिए। जेजे स्मिथ, अभिषेक गौतम र ट्रम्पलम्यानले सम्मान 1-1 विकेट लिए। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि भिडियोलाई लाइक, शेयर तथा च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।